यही बिरुवा हो जसलाई हामीले जिम्नीमा गुडमार अथवा नेपालीमा मधुनासिनी पनि भन्छौँ। खास गरी सुगरको समस्या भएको व्यक्तिहरूको लागि यो बिरुवा यति लाभदायक छ कि यहाँहरूलाई सुगरको समस्या छ, औषधि उपचार गर्दा पनि भने जस्तो सुगर ब्यालेन्समा आएको छैन भने यहाँहरूले लिइराखेको औषधि इन्सुलिन सँगसँगै यो जिम्नीमा भन्ने बिरुवाको पातको चिया अथवा पाउडर खाना खानुभन्दा 15-20 मिनट पहिला यहाँहरूले चिया वा पाउडर तातो पानीमा घोलेर लिन थाल्नुभयो भने सुगरको लेभल यसले यति छिटो घटाउँछ, यहाँहरू आफै दङ्ग पर्नुहुन्छ। यसको बिरुवा लगेर यहाँहरूले घरमै बिरुवा उत्पादन गरेर दैनिक 1-2 पत्ता मात्रै टिपेर चिया खानुभयो भने पनि सुगर सधैँका लागि अन्त्य हुन्छ। सुगरको लागि मात्रै नभएर कोलेस्ट्रोल काट्ने कुरामा, ग्यास्ट्रिक कब्जियतको कुरामा, त्यसपछि जोड्नी दुखाइको कुरामा, मुटुका कैयौं समस्यामा यो यति लाभदायक मानिन्छ। यो जिम्नीमा सुगरको समस्या भएको व्यक्तिहरूले खोजी प्रयोग गर्नुहोला। यहाँहरूलाई हजुरले सोचे भन्दा कैयौं बढी काम गर्नेछ। यसको चाहे पात, चाहे पाउडर, चाहे बिरुवा नै हजुरहरूले लगाएर यसको सेवन गर्न सक्नुहुनेछ। यहाँहरूलाई आवश्यकता पर्यो भने यसको सबै